ल हेर्नुस् है साथी, यो चाहिँ रातको समय हो। मैले चाहिँ रातको समयमा यो काठमाडौँको शिवपुरीको डाँडाबाट काठमाडौँ कस्तो छ त रातमा भन्ने कुरा चाहिँ देखाउन खोजेको छु। जुन यो काठमाडौँ चाहिँ झिलिमिली एकदम दिनमा पनि एकदम चाहिँ रमाइलो देखिन्छ, रातमा पनि यो बत्ती बलेकोले ल हेर्नुस् एकदम रमाइलो देखिएको छ। अब यो जुन यो झलल्ल धेरै चाहिँ एकै ठाउँमा झुरुप्पै यो बत्ती बले चाहिँ एयरपोर्ट है साथीहरु। यो चाहिँ एयरपोर्ट हो। यसरी चाहिँ यस्तो देखिएको छ। ल रातमा चाहिँ एकदम कस्तो देखिन्छ त भनेर साथीहरुले चाहिँ नि काठमाडौँ पुरै हेर्नको लागि चाहिँ यो शिवपुरीको डाँडामा आएर टक्क चाहिँ बसेर हेरियो भने काठमाडौँ चाहिँ पुरै कस्तो छ भन्ने कुरा काठमाडौँ, भक्तपुर, ललितपुर यो तीनैवटा जिल्लालाई चाहिँ हामी मजाले देख्न सक्दछौँ। यता आएर हामी चाहिँ नगरकोट पनि देख्न सक्दछौँ। चागनारायणको मन्दिर पनि यतै चाहिँ रहेको छ, यही क्षेत्रतिर यस्तो खालको चाहिँ रहेको छ। अब यसरी चाहिँ नि आउँदै जाँदाखेरि अब यो चाहिँ यता रात परिसक्यो। यो जर्सिङ पौवातिर आइपुगेपछि रात पर्यो भनेपछि यो चाहिँ फेरि यो शिवपुरीको चाहिँ यो जङ्गल देखियो यहाँ पुरै। अब यसरी अँधेरो देखियो हैन। अब यसरी आइसकेपछि फेरि बिस्तारै आउने क्रममा ल हेर्नुस् यो त एकदम रमाइलो छ नि। त्यसै काठमाडौँ हुन्छ। अब हेर्नुस् यो चाहिँ अब माथि माथि डाँडाहरू चाहिँ देख्न सकिएन। यो तल तल चाहिँ जुन बत्तीहरू झिलिमिली जुनसम्म यो चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर तीनटै जिल्लालाई यसले चाहिँ कभर गरेको छ। ल यसरी झलमल्ल बत्ती बलेर पुरै चाहिँ नि काठमाडौँलाई चाहिँ नि देख्न सकियो साथीहरु। यो माथिका चाहिँ नि जस चारैतिर चाहिँ नि डाँडाले घेरेर बनेको उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर। ल एयरपोर्ट त हेर्नु त ल कति नजिकै देखिन्छ। यसरी देख्न सकिन्छ साथीहरु। तपाईहरु दिनमा आएर हेर्नुभयो भने पनि यो चाहिँ काठमाडौँ एकदम रमाइलो देखिन्छ कि एकदम रमाइलो देखिन्छ। त्यसले गर्दाखेरि काठमाडौँ उपत्यका चाहिँ तीनैवटा जिल्लालाई हेर्नको लागि चाहिँ शिवपुरीको डाँडामा आएर बसेर सर्लक्क हेर्नुभयो भने चटक्क मिलेको चाहिँ यस्तो देखिन्छ कि यस्तो देखिन्छ कि। अब यहाँ देखिएको जुन दृश्यहरू मैले देखाइरहेको छु यहाँ नजिकै भएको गुम्बा देखिन्छ देखिँदैन। यहाँ नजिकै भएको यो चाहिँ यहाँ चाहिँ नजिकैको गुम्बा है। यहाँबाट त मान्छे नि सर्लक्कै हिँडेकै देखिन्छ। ल ल हेर्नुस् ल सर्लक्क मान्छेहरू हिँड्दै गरेको देखिन्छ। ल हेर्नु होला यस्तो चाहिँ ल हेर्नुस् ल मैले चाहिँ आज साथीहरु माझमा चाहिँ काठमाडौँलाई रातको समयमा जुन देखाउने कोसिस गरिरहेको छु। साथीहरुले यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया पनि दिनु होला। यस्तो चाहिँ नि छ काठमाडौँ जुन चन्द्रगिरी पनि अब यहाँबाट अहिले अब रातको समय भएकाले चन्द्रगिरी देखिँदैन। यो चाहिँ माथि डाँडामा जुन यो चाहिँ नि काठमाडौँको यो माथिको डाँडामा चन्द्रगिरी छ भने चाहिँ हेर्नु होला है। जस पृथ्वीनारायण शाहले चन्द्रगिरीबाट चाहिँ नि काठमाडौँ देखेर एकीकरण गरेका हुन् भने यहाँबाट पनि काठमाडौँलाई चाहिँ हेर्दाखेरि शिवपुरीको डाँडाबाट पनि एकदम रमाइलो सुन्दर देखिन्छ। ल अब यहाँ अहिले प्लेन उड्दै गरेको थियो भने त देखिन्थ्यो मजाले, तर प्लेन अहिले चाहिँ नि नभएकोले गर्दाखेरि अब यस्तो
देखियो साथीहरूलाई चाहिँ नि यो भिडियो प्रस्तुति गर्दै आजको भिडियो के कस्तो लाग्दछ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। नयाँ साथीहरूले च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै साथीहरूबाट म बिदा हुन्छु। नमस्कार।